शौर्यं शौर्यम चन्द्रुश्च पदवी समङ्गलं मङ्गल सद्बुद्धि सबुध सगुरु सगुरुतां शुक्रं सुखं शंसनि राहुरु बाहुबलं करोति विपुलं केतु कुलशून्यति नित्य प्रीतिकरा भवन्तु भवतां सर्वे प्रसन्नाग्रहा। आदरणीय दर्शकवृन्द, हामी सदा चाहिँ आज 2082 सालको तुला राशिको यो वर्ष कसरी चल्दैछ यो विषयमा तपाईहरुको वार्षिक राशिफल लिएर उपस्थित भएका छौं। हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ लाइक कमेन्ट गर्न नभुल्नुहोला। साच्चै यो वर्ष अनुकूल मिलाउन सक्नुभयो तुला राशिका व्यक्तिहरूले भने तपाईहरुको यो भाग्य उदयको वर्ष आउँदैछ र यसमा आउनुहोस् के राशि के नामाक्षर हुने राशिहरू तपाईको तुला राशि पर्छ। के नामाक्षर हुन्छ त भन्दा रा हरि रु रे रो ता ती तु ते यति 9 वटा अक्षर जसको जन्माङ्गबाट आएको छ तपाईहरुको नाम त्यो तपाईहरुको तुला राशि हो। तुला राशिका स्वामी शुक्र हुनुहुन्छ भने तुला राशिको लागि गुरुबार यानी कि बिहीबार तपाईको घातक बार मानिन्छ। आउनुहोस् अब तपाईको के छ कस्तो छ अवस्था के कुरामा होशियार हुनुपर्छ भन्ने विषयमा छलफल गरौँ। र तपाईहरु जो नोकरी गर्दै हुनुहुन्छ त्यो जागिरमा विवाद आउन सक्छ। तपाईहरु त्यसलाई कसरी यसलाई ठीक बनाउन सकिन्छ त्यो विषयमा पनि हामी यसमा चर्चा गर्नेछौँ। र नोकरी गर्नेहरूलाई विशेषतः कार्यस्थलमै विवाद आउन सक्छ त्यो विषयमा के हो भन्ने कुराहरू र तपाईहरुको यो समयमा हामी कसरी जान सक्छौं भन्ने विषयमा उपायसहित हामी तपाईहरुलाई प्रस्तुत गर्न गइरहेका छौं। तपाईको गुरुको अनुकूलताले के गर्दैछ, पञ्चम राहुले के प्रभाव पार्ने हो, यसका उपायहरू के हुन सक्छन् आदि विषयमा तपाईहरुको हामी परिचर्चा गर्न गइरहेका छौं। र गुरु तपाईको अनुकूल हुनुहुन्छ, तपाईहरुको गुरु अनुकूल हुनाले के असर पार्ने हो यो विषयमा छलफल गरौँ। तपाईहरुको गुरु अनुकूल हुनुहुन्छ, गुरुदेव तपाईलाई तपाईको राशिमा बहुत बलवान तरिकाले खट्ने अवस्था आएको छ। त्यसैले तपाई धार्मिक कार्यक्रम आध्यात्मिक कार्यक्रम घरमा शुभ कार्यक्रमहरू शुभ कार्यहरू गर्दै हुनुहुन्छ अथवा घरमा माङ्गलिक कार्य गर्दै हुनुहुन्छ र माङ्गलिक कार्य गर्ने अवसर पनि तपाईहरुलाई प्राप्त हुँदैछ। र तपाईहरु यो गुरुको कृपाले जग्गा जमिन र घर खरिद बिक्री गर्ने अवस्था पनि तपाईलाई लाभदायक बन्छ। जमिन लिने लाभदायक अवस्था हुन्छ र त्यो लिन पर्ने अवस्था आइरहेको छ। र तपाईलाई आफूभन्दा ठुलाको माता पिताको सहयोग र उहाँको गुरुहरूको कृपा प्राप्त हुने अवस्था पनि आएको छ। र तपाईको बाणीको उचित प्रभाव पर्ने साल भनेर आयो। त्यसैले बाणीलाई ख्याल गर्नुहोला। सन्तुलन मिलाउनु भयो भने तपाईको बाणीबाटै पनि आर्थिक लाभ र सामाजिक व्यक्तित्व उठ्ने अवस्था छ। दाम्पत्य जीवनमा मधुर सुमधुर सम्बन्ध रहने भयो अनि प्रेम सम्बन्धमा प्रगाढ अवस्था आउँदैछ तपाईहरु प्रेमिकाको बीचमा र तपाईहरुलाई प्रेम प्रस्ताव आउने अवस्था पनि देखिरहेको छ। प्रेम प्रेमिका बीचमा तपाईहरुले विचारको विनिमय गरेर काम गर्नुभयो भने यो उत्कृष्ट वर्ष मानिन्छ। त्यस्तै यो पञ्चम राहु तपाईलाई अलि अध्ययन मार्गमा अलिकति सुस्तीपन र झुम्सोपन ल्याउने अवस्था आइरहेको छ र विचारमा भाँजो आउन सक्छ। यो पञ्चम राहुको प्रभाव त्यो हो। त्यसैले तपाईहरु यो पञ्चम राहुबाट बच्नको लागि अलि आफ्नो दिनचर्यालाई अलि चुस्त दुरुस्त राख्नु होला। वर्षको शुभारम्भमै तपाईलाई लाभको अवसर आइरहेको छ र वर्षको शुभारम्भमै तपाईहरुका परीक्षाहरू छन् भने तपाईहरु अलि कोसिस गर्नुभयो भने तपाईहरु पास हुने अवस्था अथवा उत्तीर्ण हुने अवस्था आइरहेको छ र तपाईको शेयर बजार अति वृद्धि हुने अवस्था छ। शेयर बजारकर्ताहरूले त्यतातिर नजरअन्दाज गर्नुभयो भने पक्कै पनि फाइदा लिन सक्नुहुनेछ।
र सेयर बजारबाट तपाईलाई निकै राम्रो फाइदा हुने अवस्था देखिएको छ। विद्यार्थी वर्गले यो कडा मेहनत अपनाउनु पर्ने देखिन्छ। किन अपनाउनु पर्छ भने तपाईहरुको पञ्चम राहुले आलस्यता ल्याउने, विचारमा दुविधा ल्याउने अवस्था छ। अब हामीलाई हेर्दै गर्नुहोस्, यसको उपाय के हुन्छ हामी बताइदिनेछौँ। त्यस्तै पहिले भनिसक्यो नोकरीमा विवाद आउन सक्छ। अब तपाईहरुको नोकरीमा आउने विवादको लागि र विद्यार्थीहरुमा आउने असफलताको लागि विशेषतः गुरु तपाईको यो राहु अनुकूल नहुने हुँदा विशेषतः यस्तो अवस्थामा भैरवको पूजा आराधना गर्नुहोस्। भैरवको कृपाबाट तपाईलाई यो पक्कै पनि सफलता मिल्नेछ। तपाईको यो उपाय भनेको भैरवको, कुनै पनि भैरवको पूजा आराधना गर्नु नै राम्रो र श्रेष्ठकर मानिन्छ। त्यसको अलावा तपाईलाई पाएको पर्छ भने शिवजीकै आराधना गर्दा पनि राम्रो हुनुहुन्छ। र अब आउनुहोस्, तपाईहरुका कस्ता कस्ता समय के हुन्छन् मासिक विषयमा जाँदा भने तपाईलाई वैशाखमा अलिकति लामो यात्राको योग छ, खर्च वृद्धि हुने देखिन्छ। तर त्यो शेयर बजार र अन्य लाभकारी काम भने त्यतिकै आउने अवसर छ। जेठमा थोरै तपाईलाई स्वास्थ्यसँग सम्बन्धित समस्याहरू आउन सक्छ। यसमा अलिकति विचार खानपानमा वातावरण मिलाउनु होला। त्यस्तै आषाढमा तपाईलाई मानहानिको योग परेको छ। तपाईलाई सामाजिक अप्ठ्यारो आउन सक्छ। त्यसमा तपाई अलिकति सजग रहनु होला। श्रावण महिनामा भने तपाईलाई सुख प्राप्त हुन्छ, धन वृद्धिको योग परेको छ। पुरानो धन प्राप्त हुने अवस्था आइरहेको छ र यो साउन महिना बहुत राम्रो छ भने भदौ पनि त्यस्तै रहेको छ। तपाईको गुमेको धन प्राप्त हुन्छ र तपाईलाई भाद्र महिना जमिन कारक पनि बनेको छ, जमिन प्राप्त हुने अवस्था आइरहेको छ। अब तपाईको असोजमा यात्रा र खर्च वृद्धि हुने प्रकारले ग्रहहरू उपस्थित भइरहेका छन् भने कार्तिकमा यो स्थान परिवर्तन हुने, एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने अवस्था आइरहेको छ। मङ्सिरमा स्वास्थ्यमा समस्या देखिएला। तपाईलाई शिरदर्द र अन्य पेटसँग सम्बन्धित समस्याहरू आउन सक्छन्। यसमा अलिकति सजग रहनु पर्ला। तपाईका उत्कृष्ट महिना भनेका श्रावण पनि भयो, माघ महिना, फागुन महिना, चैत महिना र भाद्र महिना गर्दा यी 5-6 महिना तपाईका उत्कृष्ट महिनाहरू छन्। यो लगभग धेरै पछि आउने तुला राशिको लागि महत्त्वपूर्ण समय हो। यी उत्कृष्ट महिनाहरूमा माघ, फागुन, चैत, श्रावण या भाद्रमा गरेका कुनै पनि कामहरू तपाईको दूरगामी परिणाम राख्नेछन्, राम्रो परिणाम राख्नेछन् र यिनमा विशेष त तपाई सक्रिय रहनुभयो भने 2082 साल समग्रमा तपाईको उत्तम वर्ष भएर बित्नेछ। अन्तमा तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ हामीलाई लाइक कमेन्ट गर्न नभुल्नुहोला र तपाईका विचारलाई हाम्रो कमेन्ट बक्समा लेख्नुहोला। 2082 साल तपाईको सफल रहोस्। शुभकामना सहित यहाँहरुबाट बिदा हुन्छु। हस्, नमस्कार।